सर्वप्रथम त अलि क्यामेरामा फेस भएन एकछिन है। सर्वप्रथम त सबैजनालाई नमस्कार भन्न चाहन्छु। मेरो नयाँ सेटअप कस्तो छ यता देखिरहेछ। मेरो लकरबाट मैले थोरै यो खातालाई निकालेको छु, जुन खाता चाहिँ मैले नेपालबाट विदेश या मलेसिया आउने बेलामा मेरो आफ्नो आफन्तहरूले मलाई लगाइदिन भएको थियो। त्यो खाता मैले एनिमेसन होस् भनेर मैले चलोस्, केही मुभमेन्ट चलोस् भनेर मैले अलिकति निकालेको थिएँ। यताबाट पङ्खा लागिरहेछ, त्यो पङ्खाको हावाले सरर हान्दाखेरि त्यो भित्तामा हानेर त्यहाँबाट क्रसबाट त्यो ठोकेर यता फर्किरहेछ। यहाँ मैले कपी मेरो नोटबुक राखिरहेछ, नोटबुक पनि बिस्तारै बिस्तारै हल्लिरहेछ। र यो माइक्रोफोन मैले पेनमा मैले सेटअप गरेको छु हैन। कस्तो छ मेरो नयाँ सेटअप सबैजनाले भन्नु होला हैन। नयाँ नयाँ हामी कन्टेन्ट क्रिएटरहरू जति पनि छौँ हैन, सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छौँ। युट्युबमा जति पनि जना साथीहरूले भिडियोहरू बनाइरहनु भएको छ हैन, आफ्नो आफ्नो किसिमले आफ्नो आफ्नो तरिकाले अनि कसैको कपी नगरिकन आफ्नै शैलीमा आफ्नै तरिकाले भिडियोहरू बनाइरहनु भएको छ। त्यसको लागि सबैजनालाई धन्यवाद र शुभकामना नि दिन चाहन्छु। यो म खासै भाषण गर्न त अहिले आएको होइन हैन, यो सेटअप खास देखाउनको लागि आएको। यो सेटअप मेरो नयाँ सेटअप हो, यसको लागि कस्तो छ के छ भनेर म देखाउन आएको। र एउटा कुरा भन्न चाहन्छु, मैले बनाएको भिडियोहरू हजुरहरूलाई कस्तो लाग्छ हैन, मेरो भिडियोहरूमा कमी कमजोरीहरू के कस्तो छ, मैले सुधार गर्नुपर्ने पक्षहरू के कस्तो छन्, त्यो सबैजनाले भनिदिनु होला। किन भन्दाखेरि हजुरहरूको सल्लाह सुझावको लागि सदैव यो ढोका खुल्ला छ, यो च्यानलको ढोका खुल्ला छ हैन। के मैले के विषयमा सुधार्न पर्छ, मेरो बोली कस्तो छ, के कस्तो छ, त्योहरू तपाईँहरूले भनिदिनु होला। किन भन्दाखेरि तपाईँहरूको त्यस थोरै एउटा सानो कमेन्टले, सानो एउटा सल्लाह सुझावले मैले परिवर्तन गर्न पाउँछु। मैले कतै खराब हैन, कतै केही बोलिरहेको छु कि कसैलाई मैले केही भनिरहेको छु कि हैन, मिस्टेकली बाई मिस्टेकली हुनसक्छ, जानी जानी नभए पनि कसैको मन दुखाइरहेको हुनसक्छ, कसैलाई के भइरहेको हुनसक्छ अनि कसैको भिडियोहरू म जान सकिरहेको छैन हैन। अब टाइम पनि विदेशको टाइम टेबल अनुसार फलो गर्नुपर्ने हुन्छ, काममा पनि जानुपर्ने हुन्छ। यता अब होस्टेलमा बसोबासको गर्नको लागि अब सबै कुरा व्यवस्था गर्नुपर्ने हुन्छ, खानपिनदेखि लिएर हरेक कुरा साथीभाइहरूलाई पनि टाइम दिनुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि अब साथसाथै फ्यामिली परिवार सबैजनालाई टाइम दिनुपर्ने हुन्छ। त्यो टाइमभित्र बचेको टाइममा मैले यसरी भिडियोहरू छोटो छोटो भिडियोहरू बनाइरहेको छु हैन। यस बनाउने क्रममा कसैको भिडियोहरूमा म पुग्न सकिरहेको छैन कि हैन, कसैले मलाई उसलाई हामीले कति धेरै सपोर्ट गर्छौँ, उसले हामीलाई कहिले सपोर्ट गर्दैन भनेर सोचिरहनु भएको छ कि, त्यस्तो छ भने प्लिज सबैजनाले कमेन्ट गर्नु होला मलाई हैन। त्यो भन्न चाहन्छु विशेष गरी है त। अनि मेरो आवाज कस्तो छ, यो नयाँ सेटअप कस्तो छ, यो मेरो नयाँ सेटअप प्रशंसा गर्न लायकको छ कि छैन त्यो पनि तपाईँहरूले भनिदिनु होला। तपाईँहरूको हातमा छ हरेक कुराहरू, किनभने तपाईँहरूकै लागि मैले एउटा सिर्जना गरेको हो यो च्यानल पनि हैन। एउटा फिल, अहिले त म विदेशमा छु, एउटा फिल आओस्, फिल जाओस् भनेर फिलहरू दिन खोजिरहेको छु। पुरानो पुरानो कुराहरू, पुरानो पुरानो बासना शैली, जीवनशैली के कस्तो हुन्छ, गाउँघरको आवाज जावाज उकाली उराली म देखाउन खोजिरहेको छु। त्यसको लागि चाहिँ मलाई टाइम लाग्छ। अहिले चाहिँ म जस्ट प्रोसेसमा छु, प्रोसेस गर्नको लागि, किनभने मैले प्र्याक्टिस गर्नुपर्ने हुन्छ हरेक। त्यही भएर यसरी मैले भिडियोहरू बोलेर बनाइरहेको छु हैन। तपाईँहरूलाई मेन कुरो तपाईँहरूलाई कस्तो लाग्छ हैन, सबैजनाको लागि रुचाउन त नसकिएला, सबैजनाले रुचाइदिनु नहोला भने कसै न कसैले हेर्नु भएको छ यदि यो भिडियो भने प्लिज कमेन्ट गर्नु होला है त। मेरो सुधार्न पर्ने पक्ष कमी कमजोरी कस्तो छ तपाईँहरूको जिम्मामा ल। ओके, नेक्स्ट भिडियो फेरि म लिएर आउने छु। नेक्स्ट भिडियो चाहिँ हामी गेम टाइपको भिडियोहरू हैन, अब एउटा क्विज जस्तो गेमहरू म राख्छु। जतिजना साथीहरूले कमेन्ट गर्नुहुन्छ त्यो कमेन्टभित्र पनि साथीहरूलाई अहिले त कमेन्टहरू खासै मेरोमा भ्युजहरू आउन थालेको छैन, अलि पछि आउन थालेपछि 10 जना 20 जनाहरूको कमेन्ट आउन थाल्यो भने त्यो कमेन्टभित्र पनि एकजना साथीहरूलाई चुनेर केही गिफ्टहरू, केही पुरस्कारहरू राखेर हामी बिस्तारै बिस्तारै अगाडि बढ्नेछौँ है।
सबैजनाले याद गर्नु होला। ओके, स्पेशल गिफ्ट पनि पाउन सक्नुहुन्छ, त्यही भएर भिडियो ध्यान दिएर हेर्नु होला है त। हरेक मैले बोलिरहेको पक्षहरूमा यो यसरी सरर भिडियोहरू गइरहेको हुन्छ। यो भिडियोमा जस्तो पनि प्रश्न आउन सक्छ, भिडियोभित्र एउटा दुईटा कमी कमजोरी होइन मैले बोलेको शब्दहरूलाई म त्यहाँ कमेन्टमा लेख्नुहोस् भन्छु, तपाईँले लेख्न पनि हुन्छ। कुनै बेला के हुन्छ त्यस्तै खालको एउटा इक्जाम्पल मात्रै दिएको हो यो त, त्यस्तो खालको हुनसक्छ, जे पनि हुनसक्छ, तर भिडियो सम्बन्धी रिलेटिभ हुन्छ। त्यही भएर छिट्टै नै हुँदैछ, हामी प्रिपेयर तयार हुँदैछौँ। त्यसको लागि तपाईँहरूले सबैजना साथीहरूले धैर्यता गर्नुहुन्छ आशा छ है। सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। विशेष गरी यो अवसर दिनुभएको छ, यसरी मलाई बोल्ने अवसर, बोल्ने होइन तपाईँहरूको यसरी कुराकानी गर्ने अवसर जुटाइदिनु भएको छ, त्यसको लागि सबैजना साथीहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है त। ल, बाई बाई।